आइसिसी महिला टी20 वर्ल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई 7 विकेटले हराउँदै सुपर 3मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र 30 रनको चुनौतीले हङकङलाई 4.3 ओभरमा 3 विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पारेको थियो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो, बिना कुनै रन हङकङले 2 विकेट गुमायो। केरी चान गोल्डन डक आउट हुँदा कप्तान नतासा माइल्स पनि रनको खाता नखोलिने आउट भएकी थिइन्। कविता कुँवर र पूजा महतोले पहिलो र दोस्रो विकेट लिएका थिए। यसपछि मारिका हिल र यास्मिन दसवानीले तेस्रो विकेटका लागि 27 रनको साझेदारी गर्दै हङकङलाई जिततर्फ डोराए। मारिकाले 11 बलमा 11 रन बनाइन् भने उनी रिया शर्माको बलमा आउट पनि भएकी थिइन्। यास्मिन नट आउट 3 रन क्रिजमा रहेकी थिइन्। यसअघि बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हिजो रातिको वर्षाका कारणले खेल मैदान भिजेको कारण निकै ढिलो सुरु भएको थियो। खेललाई 5 ओभरमा घटाएर सुरुवात गर्यो, जहाँ टस जितेर हङकङले पहिलो नेपाललाई ब्याटिङको लागि उतार्यो। नेपालले 5 ओभरमा 3 विकेट गुमाउँदै 29 रन जोड्न सफल भयो भने ओपनर कविता कुँवर मात्र 2 रनमा र सम्झना खड्का 10 रन जोडेर आउट भएकी थिइन्। 13 रन बनाउँदा नेपालले 2 ओपनरलाई गुमायो। त्यसपछि कप्तान इन्दु वर्मा र पूजा महतोले क्रिजमा आए। ठूलो शट खेल्ने क्रममा पूजा इक्रा सहरको बलमा नतासा माइल्सको बलमा 3 रन जोडेर क्याच आउट हुन पुगिन्। ब्याटिङमा सङ्घर्ष गरेको नेपालले 4 ओभरको समाप्तिमा 3 विकेटको नोक्सानीमा मात्र 23 रन बनायो। इन्दु अभिजित 9 रनमा र रुबिना छेत्री अभिजित 4 रनमा क्रिजमा रहेका थिए। सुपर 3 प्रवेशका लागि जित नेपाललाई जरुरी थियो, तर नेपालले ब्याटिङमा फितलो प्रदर्शन गर्यो। 5 ओभरको खेलमा मात्र सम्झनाले 1 चौका प्रहार गरेकी थिइन्। बलिङमा केरी चान, एलिसन स्यु र इक्रा सहरले एक विकेट लिए। नेपालले 3 खेलमा 3 अङ्क बनाएको छ। यसअघिको नेपाल र हङकङ बीचको पहिलो खेल वेट आउटफिल्डको कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा भने बहराइनलाई 9 विकेटले फराकिलो अन्तरमा हराएको थियो। क्वालिफायरमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई बीच प्रतिस्पर्धा जारी छ। नेपाल, बहराइन र हङकङसँग समूह सीमा रहेको छ। समूह एमा भुटान, कुवेत, थाइल्याण्ड रहँदा समूह बीमा मलेसिया, कतार र युएई रहेका छन्। समूह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आफ्नो समूहमा रहेको टिमसँग 2 पटक खेल्नेछन्। समूहको शीर्ष टोलीले सुपर 3मा स्थान बनाउनेछ। सुपर 3बाट शीर्ष 2 टोलीले ग्लोबल छनौटमा स्थान पाउने सफल हुनेछ।